पनि अब या हेलमेटै गयो यार। ए हेभी गाडी प्रवेश निषेध भन्नाले यतातिर केही न केही हुनुपर्छ आज। ल के गरेको राजा यस्तो गाइजहरू, हामी चाहिँ यस्तरी जाँदैछौँ है बुढाबुढीहरू। अब यो मान्छेसँग इन्टरभ्यू लिएर हुन्न, म चाहिँ इन्टरभ्यू लिन जाँदैछु। हेलो, किन भागेको तिमी? तिमीलाई इन्टरभ्यू लिन आएको। हेलो हेलो, ल के छ के छ? आऊ आऊ आऊ, यस्तरी भाग्छ के हो यार? कुकुरले पनि टेरेन यार मलाई त। चलीको तिम्रो याद अलीको हिमाल भन्दा नि। खसीको मासु भात कस्तो लाग्यो? राम्रो थियो, ठिकै थियो। मैले त बोकाको खाएँ के अरे। हेलो गाइज, गुड मर्निङ सम्पूर्णमा। आज चाहिँ धेरै दिनपछि मैले भ्लग स्टार्ट गर्दैछु। अब भ्लग बनाउनु पऱ्यो, राम्रोसँग यसो भिडियो सिडियो अपलोड गर्नु पऱ्यो भन्ने सोचका साथ अब भ्लग स्टार्ट हुँदैछ मेरो। आज हामी घुम्न जाँदैछौँ। अब हाम्रो उतातिर म्याडमजी पनि तयार हुँदै हुनुहुन्छ। ल कहाँ जाने आज भनिदेऊ त श्रीमतीज्यू? थाहा छैन। ल हामी चाहिँ आज कहाँ जान्छौँ भन्ने थाहा छैन, तर आज घुम्न चाहिँ निस्किन्छौँ। निस्केर अब डेस्टिनेसन कहाँ जाने भन्ने कुराहरू पहिला खाना खान्छौँ। खाना खाइसकेपछि अनि थाहा हुन्छ गाइज। भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनु होला। भगवान् बसेर भरोसामा हामी खाना खान एउटा खसीको भने बोकाको मासु, खसीको मासु। अब खाना खाइसकेपछि हामी चाहिँ अब लाग्छौँ यहाँबाट। खाना खाएर अब फेरि घुम्नको लागि निस्किँदैछौँ। ब्याग यहाँ छ। यो चाहिँ हाम्रो चाइना सरकार र नेपाल सरकार बिच सम्झौता भएर बनेको कोटेश्वर कलङ्की हाइवे हो। यो अन्डरपास चाहिँ कलङ्की स्थित अवस्थित छ र बब्बाल छ गाइज होइन। यो बाटो चाहिँ मेरो श्रीमतीज्यू फर्स्ट टाइम यो बाटो चाहिँ हिँडिरहेको रे गाइज। ल हेर्नुहोस् त, दामी छ है गाडीहरू यस्तो। र नेपालमा पनि यस्तो बाटोहरू बन्दैछ, नेपालको विकास हुँदै छैन भनेर कसले भन्छ है गाइज होइन। यस्तो राम्रो विकास भइरहेछ। ल हेरौँ त कति राम्रो चिल्लो बाटोहरू छ। ल साथीहरू, अहिले चाहिँ हामी मुडुको भन्ज्याङतिर जाँदैछौँ। अब यहाँबाट हामी चाहिँ अहिले छौँ बालाजु बाइपासतिर। अब बालाजु बाइपास चोक भएर अगाडिबाट हामी त्यहाँबाट गएर लेफ्ट लाग्छौँ। अनि लेफ्ट लागिसकेपछि अब जङ्गलको यात्रा सुरु हुन्छ एकछिनपछि हाम्रो होइन। जिन्दगीमा मरु लानु केही पनि छैन साथीहरू। घुम्ने हो, खाने हो होइन, रमाइलो गर्ने हो। अब त्यस्तै हो। अब यो बाटोबाट भएर हामी यतातिर बसपा जान्छ भने यतातिर अब हामी मुडुको साइडतिर जान्छौँ। यहाँ के छ आज के रहेछ यतातिर? ए हेभी गाडी प्रवेश निषेध भन्नाले यतातिर केही न केही हुनुपर्छ आज। यो बाटो हुँदै हामी चाहिँ अब जाँदैछौँ। ल के गरेको राजा यस्तो? हामीलाई हतार भयो।
चिसो हावा आउन सुरु भयो गाइज होइन। सधैँ यो काठमाडौँको होहल्ला माहौलमा बसेको मान्छे अब बिदाको समयमा यस्तो ठाउँमा आउँदाखेरि एकदम चिसो हुन्छ, माइन्ड चिसो हुन्छ, फ्रेस पनि हुन्छ। त्यही भएर यस्तो ठाउँमा आएर हेर्दाखेरि यस्तो दामी सिन देखिन्छ होइन यहाँबाट गाइजहरू। यति राम्रो ठाउँ छ यता। अब बाटो हेरौँ, बाटो यति राम्रो बाटो छ यो। यस्तो ठाउँमा बाइक चलाउनको मजा नै बेग्लै हुन्छ होइन। सर यो चाहिँ उहाँ नुवाकोट जाने बाटो हो, ककनी जान्छ यो बाटो भएर। अलि अगाडिसम्म चाहिँ बाटो राम्रो छ, त्यसपछि चाहिँ राम्रो छैन। र आज हामी ककनी चाहिँ जाँदैनौँ, हामी चाहिँ आज यतैतिर यो मुडुकुदेखि उतातिर छ डाँडो, ट्याक्क बसेर यस्तो रमाइलो घाम तापेर बस्ने योजनामा जाँदैछौँ आज हामी बुढाबुढी। यहाँबाट चाहिँ अब हाइकिङ जानेहरू मान्छेहरू चाहिँ यहाँबाट पनि जानुहुन्छ माथिर होइन। यहाँ पनि इन्ट्री फी लाग्छ, तर हामी यता जाँदैनौँ। यता म अहिलेसम्म गएको पनि छैन, एक दिन जाने भन्ने सोच छ, तर हामी यतातिर वाउ यो साइडतिर एकदम धेरै रिसोर्टहरू छन् है गाइजहरू। उनीहरू रिसोर्टहरू छन्। अब यो बाटो नै जाने हो हाम्रो काठमाडौँ भ्यालीको फोहोरहरू सबै सिस्टोल हुँदै। र गाइजहरू हामी चाहिँ यस्तरी जाँदैछौँ है बुढाबुढीहरू। मेरो आँखामा तिम्रै छ सपनी। कस्तो फिल भइरहेछ? डराउने होइन, कस्तो फिल भइरह? रमाइलो लागिरह? त्यही त राइडमा अलिकति उ चाहिँ लिनै पर्छ होइन, नलिएसम्म अब पनि बन्दैन। मैले हात छोडेर गरेको नराम्रो लाग्यो अरे। ल गाइज हेर्नुहोस् अगाडि यस्तो छ होइन, यो गाडी जाँदैछ। हामी धेरै स्पिड पनि छैनौँ, जम्मा 30-35 स्पिड छौँ होइन। ल सरारा ल गाइज होइन, अब यस्तै हो। हामी जाँदैछौँ मजासँग, हाम्रो जोडी आज यसो मुर्खु भन्ज्याङ पनि लगभग आइसक्यो हामी होइन। चिसो छ, कस्तो चिसो छ है यहाँ, पुरा के हो कामिरहेछ त यार। त्यो भ्यू टावर छ नि, त्यो भ्यू टावर पनि जाने मन थियो यार। अब यही हो गाइज होइन, मुर्खु भन्ज्याङ भन्ने ठाउँ। अनि यही ठाउँमा आऊ यसो रमाइलोसँग घुम्ने भनेको हेरौँ न। आहा पिसफुल इन्भाइरोमेन्ट के गाइजहरू होइन। यहाँ पानी चाहिँ त्यसलाई झर्ना पनि आएको थियो होइन, झर्र पानीको झर्ना थियो क्या। अनि अब सरारा हुन्छ। Lighten up, take me on your magic river. मुर्खु भन्ने भनेको यो ठाउँ चाहिँ त्यो राम्रो छ। यहाँनिर मुर्खु चेक पोस्ट पनि छ, यहाँ चेक जाँच हुन्छ। यो मुर्खु चेक पोस्ट हो गाइज होइन, हाम्रो सरहरू यता हुनुहुँदो रहेछ। ल हामी यहाँबाट अलि अगाडि गएर उता माथितिर जान्छौँ होइन। ल हेर त यहाँ 3 जना बसेको बाइकमा, ए राम 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 राम, यस्तो पनि हुन्छ गाइज केटा हो। 3 जना नबस यार, पछाडि झर्न सक्छौ। वाह बल्ल घाम देख्न पाइयो। यत्रो लगभग 15-20 मिनट जति हिँड्ने होला त्यो बाटोमा। यो पनि पक्कै प्लटिङ होला होइन कि होटल बनाउँदै होला यो सायद। होटल बनाउँदैछ कि जस्तो लाग्यो मलाई यसमा। यस्तो टर्निङहरू छ यहाँ। अब यहाँनिर यो के हो यो
रिसोर्ट होइन यो के पो हो यो यहाँ के पो छ कि यो होला जस्तो कुन धर्मावलम्बीहरूको यहाँ छ वा यो चाहिँ हाम्रो बालेन्जीको टिप्परहरू हुन् यिनी चाहिँ उहाँ सिस्टोल पुग्छ यो पोहोर फाल्नुको लागि होइन हन गाइज कि पोहोर फालेर आएको कि ल्याएर आएको यसले फेरि त ए होइन यो त सिमेन्ट हो के रहेछ अब यस्तो छ होइन गाइजहरू यत्रो अगाडिबाट ल्याएको छ अनि ब्याक गरेर नदेखेर हुन्छ यो पनि कति राम्रो रिसोर्ट छ हामी रिसोर्ट कहीँ जान्न हामीले भात भसुरेर आछौँ कति 3 थाल खाइ छैन सङ्गीता तर 3 थाल भात खाइ छैन अहिले म 3 जना यसरी यो एरिया अलि गाउँ एरिया तर एकदम रमाइलो काठमाडौँबाट नजिकको घुम्न आउने स्थानहरूमा यो एकदम राम्रो होइन वाउ यस्तो दामी भ्यू छ यतातिर हेर्नुहोस् गाइज होइन यस्तो ठाउँमा आउनुपर्छ यो पिसफुल इन्भाइरोमेन्टमा रमाइलो इन्जोय गर्न आउनुपर्छ किनकि माइन्ड फ्रेस हुन्छ सधैँ कामको प्रेसरले गर्दाखेरि पनि मान्छे हुन्छ फ्रस्ट्रेट हुनसक्छ त्यही भएर घुमफेर पनि गर्नुपर्छ घुमफेर गर्न पनि एउटा अपरिहार्य जस्तै हो त्यो देखिने डाँडो छ नि गाइज होइन त्यो देखिने डाँडो चाहिँ ऊ हो क्या नुवाकोट होइन तर हामी त त्यहाँ चाहिँ पुग्दैनौँ यो नुवाकोट सबै डाँडा नुवाकोटको है गाइज हेरौँ अब हामी धेरै टाढा गयौँ त्यो डाँडामा त्यो टावरवाला डाँडामा बस्छौँ होइन त्यो टावरवाला डाँडामा एउटा हाम्रो बौद्धको छ मूर्ति छ क्या दामी टर्निङ छ यहाँ यस्तो राम्रो छ टक्कसँग होइन यो हाम्रो दाइ यहाँ यसरी मजासँग काम गरिराख्नु भएको छ अरूको के गर्छन् मतलब छैन नगरी काममा पुग्दैन खाना साझा बिहान भने जस्तै होइन ल हेर्नुहोस् गाइज हाम्रो दिदीबहिनी कोही दिदीबहिनीले यसरी मेहनत पनि गर्नुहुन्छ होइन जो कखनी जम्मा यहाँबाट 11 किलोमिटर मात्र टाढा हो फेरि तर हामी त्यहाँ जाँदा बाटो लास्ट चुर छ अब यसपछि हाम्रो बालेन्ज्यूले जितेपछि कखनीको बाटो चाहिँ खत्रै बनाउनुहुन्छ होला जस्तो लाग्छ मलाई हामी यहाँबाट चाहिँ जान्छौँ त छ मेरा आँखामा तिम्रै साथ पनि हामी हो यही ठाउँ जाने हो ल गाइज हामी चाहिँ हाम्रो डेस्टिनेसन चाहिँ यही थियो हामी चाहिँ पुग्यौँ यहाँ आज हामी घाम ताप्न आएको खास हामी घाम ताप्न आएको जय बुद्ध दोस्रोचोटि आएमै गौतम बुद्ध हामी यहाँ ल ऊ त्यो डाँडा चाहिँ ककनी हो कस्तो लागिरहेछ हेलो सङ्गीताजी रमाइलो लागिरहेछ अब हामी खास यहाँ यो अर्को सेकेन्ड उपत्यका काठमाडौँ उपत्यका भन्दा अर्को सेकेन्ड उपत्यका यहाँ पनि पुरै डाँडाले घेरेको ठाउँ छ होइन गाइज हो यस्तै भिडियो सिडियो बनाउने बस्ने रमाइलो गर्नलाई हामी चाहिँ यहाँ आएको सुन्तला ल्याए हुन्थ्यो होइन ल गाइज होइन अब हामीहरू यहाँ अब यस्तो घाम तापेर बसिरहेछौँ ल यसो घाम तापेर यसो एक दुईवटा इन्टरभ्यू लिन्छु भनेको अनि यस्तो सुत्या छ यस्तै पनि म इन्टरभ्यू लिन चाहन्छु हेलो सङ्गीताजी तिमी चाहिँ यहाँ आएर किन सुतेको घाममा सुतेको नि घाममा सुतेर के हुन्छ भिटामिन पाइन्छ कुन भिटामिन पाइन्छ भिटामिन डी पाइन्छ ए भिटामिन डी पाउनको लागि नै कखनी आउनुपर्छ र त्यही आफ्नो कोठाको माथि छतमा सुते हुन्न थियो छत त पुरै त्यहाँ कुकुरले हगेर कस्तो गरायो कुकुरको गु त एकदम सुनमा सुगन्ध जस्तो हुन्छ र नि त एकदम कुकुरको जहाँ गु त्यहाँ ऊ भन्छन् के हो खास कुरो
It's pregnant. भन्नुहोस् तपाईँको मेरो क्वेसनको एन्सर यहाँ खोजिरहेछन् जनताले। हाम्रो त्यहाँ छतमा जानिदिन्छन् कि घरबेटीहरूले, त्यही भएर नि हाम्रो अनि एउटा कुकुरको त्यति धेरै हुन्छ र? अनि धेरै दिनसम्म अनि होइन भइहाल्छ नि। धेरै दिनसम्म हयो भइहाल्छ। अब एकछिन उठिदिनुहोस्। म उठ्दिनँ। यस्तो घामटपन देखाउन कसले सिकायो? के हो त्यो घामट भने म कुद्दिनँ। घामट भनेको अटेरी। अब भयो। अब यो मान्छेसँग इन्टरभ्यू लिएर हुन्न। म चाहिँ इन्टरभ्यू लिन जाँदैछु। हेलो, किन भागेको तिमी? तिमीलाई इन्टरभ्यू लिन आएको। हेलो हेलो, ल के छ? आऊ आऊ आऊ। यसरी भाग्छ। के हो यार, कुकुरले पनि टेरेन यार मलाई त। कुकुरले पनि टेरेन गाइस। मान्छेले टेर्ने त कुरै भएन। अब म पनि अब या हेलमेटै गयो यार। यस्तो पनि त हुन्छ यार तरिका यार। हेलमेट तल यार, सिधै तल यार। गाइजहरू, म अब एकदम रमाइलो इन्ट्रेस्टिङ एउटा गीत गाउन गइरहेको छु। ध्यानपूर्वक सुनिदिनु होला। होइन गाइज, जिन्दगीमा अरू भन्दा पनि यसो रमाइलो इन्टरटेन चाहिँ हुनुपर्छ मान्छे। त्यस्तै बन्न चाहिँ मलाई पनि यसो छ। त्यही भएर म एउटा गीत गाउन गइरहेको छु। अहिलेको एकदम ट्रेन्डिङ सङ हो होइन, पुरानो। झलीको तिम्रो याद अलीको हिमाल भन्दा नि, सँगै सँगै जिउला नि, जोबान दिउला नि, ए जोबान दिउला नि, ए जोबान दिउला नि। झलीको तिम्रो याद अलीको हिमाल भन्दा नि, झलीको तिम्रो याद अलीको हिमाल भन्दा नि। कस्तो लाग्यो साथीहरू गीत? होइन, म त्यस्तो गीत गाउने मान्छे चाहिँ होइन, तर यसो बाथरुम सिङ्गर सङ्गीताको एउटा गीत जाओस् त। ओ गाउँदैन किन यार? ओ हेलो, के छ एउटा गीत गा। भयो एउटा 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 अलिअलि भयो। यस्तो घुम्न आएको रे, यहाँ पोट खेल्ने अरे यस्तो। अनि कहाँबाट हुन्छ यार जिन्दगी यार? हेलमेट त्यहाँ तल खसिगयो। यो डाँडाबाट गुर्किँदै तल गयो। पन्जा पनि ठ्याक्कै आउँछ माथि गएर बसेको छ। ल हेलमेट सानो परेली झिमझिम भो, परेली झिमझिम भो, तिम्रो माया कसलाई दिन्दिम भो, सरर पानी घाटमा म त प्यारी फर्कन्न नाम सारे पेन्सन पट्टामा। ल धन्यवाद साथीहरू। यस्तै यस्तै गीतहरू गाउँदै यस्तो रमाइलो गर्दै गर्छौँ। भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनु होला होइन गाइज। ल गाइजहरू, आज चाहिँ हामी अब यहाँ फोटो सेसनको कार्यक्रम भयो। केही बेर टिकटक सिकटक बनायौँ होइन। अब त्यस पश्चात अब हामीहरू चाहिँ यहाँ अब बुढाबुढीहरू एउटा कुनै विषयहरूमा हामी छलफल गर्छौँ। अनि शीर्षक के हो त? के छ अनि आज धेरै दिनपछि घुम्न आइयो होइन, कस्तो लागिरहेछ त? रमाइलो लागिरहेछ। अनि अब यस्तो घुम्दा रमाइलो हुने रहेछ कि म अब धेरै पछि आएँ। उतातिर थिएँ लुम्बिनीतिर होइन, धेरै पछि आएँ। आउँदाखेरि चाहिँ हुन त भेट त भइरहेको थियो होइन। अब त्यही पनि यो ठाउँमा चाहिँ धेरै पछि आएको थियौँ हामीहरू। अनि यो ठाउँमा धेरै पछि आउँदाखेरि कस्तो लाग्यो? रमाइलो लाग्यो। बिचमा आइएको थियौँ किन यो ठाउँतिर? एकचोटि आएको थियौँ त हामीहरू छोरीसँग त आएको थियौँ। अब त्यो बिचमा कहाँ आउनु, कसले लिएर आउँछ? ठिक छ। अनि अब दिनभरि अफिसमा मात्रै काम गरेर ड्युटी भनेर अनि माइन्ड एकदम बोर भइरहेको हुन्थ्यो। अनि त्यसपछि अहिले आएर कस्तो फिल भइरहेछ?
एकदम फ्रेस फिल रहिरहेको फ्रेस फिल भइरहेछ जे होस् घुम्नु चाहिँ पर्छ होइन हो एकदम हो जिन्दगीमा मरिलानु केही पनि छैन घुम्ने हो खाने हो रमाइलो गर्नुपर्छ चाहिँ भन्ने चाहिँ सोच छ हो एकदम अनि यहाँ आएर के खाइयो त अहिले खाइएन खानु मात्रै रहेनछ नि होइन हो यहाँ आएर खाएपछि मात्र घुमफिर हुन्छ अनि त्यसपछि अनि राम्रो राम्रो कपडा लगाएपछि मात्र घुमफिर हुन्छ भन्ने रहेछ त नरहेछ रहन्छ अनि अघिनको खसीको मासु भात कस्तो लाग्यो राम्रो थियो ठिकै थियो मैले त बोकाको खाएँ के अरे तर त्यो बोका खासै गर्न आएको थिएन बोकाको मासु भयङ्कर गर्न आउँछ नि तर त्यो गर्न आएको थिएन गर्न आओस् भनेर गर्न आएको बोकाको मासु खाऊँ भनेको खासै गर्न आएन गाइज होइन अब यस्तै हो दुःख नि सुख नि कुराहरू गर्दै गर्दै अब हामी यहाँ आइपुगेका छौँ अनि त्यसपछि अब छोरी चाहिँ हाम्रो स्कुल छिन आज छोरीको स्कुल छुट्टी भएन हाम्रो चाहिँ छुट्टी भयो छोरीलाई अप्सेन्ट गराएर ल्याउने कुरा पनि भएन यतातिर तर भोलि चाहिँ हामी छोरीसँगको अर्को भिडियो हाल्नेछौँ आज अब शहीद दिवस हाम्रो 4 जना चाहिँ हाम्रो प्रमुख शहीद अघि हामी आउँदाखेरि चाहिँ शहीद गेट छ नि शहीद गेट जो जङ्गी अड्डा र अनि टुडी खेलको बिचमा छ नि हाम्रो शहीद गेट त्यहाँ चाहिँ अघि न शहीदको लागि चाहिँ पूजा आराधना हुँदै थियो यस्तै छ अब अनि के छ भने अब भावी दिनहरूमा के छ फ्युचर प्लान सुनको भाउ 3,40,000 पुग्यो किनौँ भन्दा तपाईँले मान्नु भएन मलाई त पैसा थिएन त मान्नु भएन भन्दा भन्दै अलिअलि त जोडियो तपाईँले भने मान्नु भएन सुन किनेर कतै लगेर भागिहाल्छ कि सोच्नुभयो त्यही हो भाग्ने भन्ने सोच चाहिँ होइन अब किनेर त मैले पनि लाउन सक्थेँ यहाँ टक्कसँग सुनको यहाँ सुनको यहाँ घाँटीमा सुनको लाउने त सुनको लाउने त मलाई पनि रहर थियो होला तर के गर्ने अनि सुन होइन अब ट्याक्क लसुनको गानामा पाल पारेर गाडीमा लाएर हिँड्नु पर्ला जस्तो छ अब लसुन पनि अब महँगो हुन्छ होला जस्तो लाग्यो बेसरी महँगो हुन्छ कि जस्तो लाग्यो लसुन पनि अब लसुन खेती गर्नु पर्यो लसुन खेती गर्ने हो भैँसी पाल्ने हो अनि भैँसी पालन गर्नु पर्यो 10-15 कट्ठा जति जग्गा किन्नु पर्यो जग्गा किनिसकेपछि त्यहाँ टक्क 6-7वटा भैँसीबाट स्टार्ट गर्नु पर्यो 6-7वटा भैँसी किन एउटा इन्डियाबाट मुर्रा भैँसी त ल्याउनु पर्यो मुर्रा भनेर एक्सप्रेस यस्तै हो के छ अब लास्ट फिनिसिङ के छ भन्न हाम्रो उसलाई हाम्रो साथीहरूलाई हाम्रो फलोवर्सहरूलाई हाम्रो भ्युअर्सहरूलाई हाम्रो फेरि यो हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला फलो गरिदिनु होला फलो हुन्न नि त फेसबुकमा फलो हुन्न फलो भनेको हामीलाई हेर्दै जानु होला भनेर भनेको फलो गरिदिनु होला अनि च्यानल लाइक गरिदिनु होला च्यानललाई लाइक सेयर र सब्स्क्राइब गरिदिनु होला अनि यस्तै रमाइलो भिडियोहरू आगामी दिनहरूमा पनि बनाउँदै जान्छौँ खिमगिरी युट्युब च्यानलमा सबैजना जोडिनु होला सबैजना सदस्य भइदिनु हुन एकदम अनुरोध गरिरहेको छु र गरिदिनु होला म राम्रो इन्टरटेनिङ भिडियोहरू ल्याउने छु किनकि बिचमा अलि भिडियो बनाउने त्यस्तै अवसर नमिलेर हो अब भिडियो डे बाई डे सर्ट भिडियो भए पनि लामो भिडियो भए पनि हाल्ने छु यो भिडियो आज अलि लामो हुन्छ जस्तो लाग्यो त्यो 15-20 मिनटको जति हुन्छ होला धैर्य गरेर हेरिदिनु होला कुनै हामी यस्तै हो बिस्तारै अलिक खुलेर भिडियोहरू बनाउने प्रयास गर्छौँ अहिले अलिकति लाज लाग्छ के त्यही भएर मान्छेको बिचमा बोल्नै लाज लाग्छ कि त्यस्तो भएर त्यही भएर हो अब बिस्तारै खुलेर भिडियो बनाउने छौँ भिडियोलाई अन्त्यसम्म हेरिदिनु होला हस्त नमस्ते